That's it, 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 that's it. हेलो नमस्ते साथीहरु, मेरो दोस्रो मिनी ब्लगमा सबैजनालाई स्वागत छ र आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्छ है। मेरो पहिलो ब्लग हेरेर लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहुने सबैजनालाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु र भ्युज जति आए पनि हजुरहरुको मायाले भिडियो बनाउन अझ मलाई उत्साह मिलेको छ र आजको डे 2 मिनी ब्लगमा खासै त्यस्तो खास विषय त केही छैन। त्यही पनि हजुरलाई भनेकै थिएँ डेली लाइफ रमाइलो ब्लग डेली लाइफको बारेमा राम्रो कन्टेन्ट लिएर आउने छु भनेर भनेकै थिएँ। अब डे 2 मिनी ब्लग हो, त्यसैले राम्रो कन्टेन्ट ल्याउन नसके पनि आज म के गर्नेछु, कहाँ जानेछु भनेर तपाईहरुसम्म सबैलाई म भिडियो बनाउने छु। आजको दिन तपाईहरुसँगै साथमा हुनेछु म, त्यसैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र सुरु गरौँ आजको मेरो काम। अब के हुन्छ, आज म कहाँ जान्छु, के गर्छु भन्ने कुराबाट है। गर्मी एकदमै छ साथीहरु, गाउँतिर त्यस्तो गाउँतिर भए पनि गर्मी एकदमै छ। अहिले 10:15 भएको छ टाइम। 10:15मा पनि यति धेरै गर्मी छ। लगभग 12-1 बजेतिर त एकदमै धेरै गर्मी हुन्छ। त्यस पछाडि फेरि 3:30 बजेतिर पानी आउन थाल्छ है। पानी पर्यो भने चाहिँ त्यस्तो धेरै ठुलो पानी पनि परिरहेको छैन। हिजो अस्ति लगातार आज 3-4 दिन भयो पानी परिरहेको छ बेलुका चाहिँ। तर बिहानदेखि लगभग 1-2 बजेसम्म त लगातार एकदमै खतरा घाम लागिरहेको छ। हिजो अस्तिसम्म त काममा गइरहेको थिएँ, एकदमै धेरै गाह्रो भइरहेको थियो। आज चाहिँ हिजो काम सकिएको कारणले आज काममा गएको छैन। त्यसैले आज म चाहिँ घरै छु। आज चाहिँ मेरो घरेनी पालो छ, मम्मी मेलामा जानु भएको नि त, त्यही भएर आज चाहिँ घरेनी पालो परेको छ, घरेनी काम। हाम्रो गाउँको एकचोटि सर र भ्यू हेर्नुहोस्, हाम्रो गाउँबाट देखिने, हाम्रो गाउँको भन्न त मिलेन, हाम्रो गाउँबाट देखिने भ्यू हेर्नुहोस् एकचोटि। यो चाहिँ हाम्रो गाउँबाट देखिने भ्यू हो। हिजो आज लगातार 3-4 दिन जति पानी परेर होला, गर्मी एकदमै छ साथीहरु। त्यही भएर म चाहिँ पसल जान लागेको। फेरि पसल गएर गर्मी ठिक हुन्छ भन्नु होला हजुरहरुले। तर पसल म खास के को कारणले जाने हो भनेर थाहा पाउनको लागि एकछिन भिडियोमा भनिराख्नु होला है। यो अन्तिमसम्म हेर्नु होला, म चाहिँ हजुरहरुलाई देखाउने नै छु पसल के कारणले जाने हो, म के गर्न चाहन्छु हो भनेर। ढुक्क लगाउनु पर्ने हुन्छ साथीहरु, यसरी है। लगाउँछु, यता खोर पनि बन्द गर्नुपर्ने हुन्छ है साथीहरु। हामीले भर्खर बनाएको नयाँ खोर हो, त्यसैले ढोका हालेको छैन। लगाउनु पर्छ। गाउँतिर नेउली बाघ किरो भन्छ है, यतातिर त नेउली बाघ किरिया, बाख्रो खाइदिया, धेरै जस्तोको बाख्रो पाठो खाइदिया भन्ने हल्ला निकै चलेको छ। त्यही भएर म चाहिँ त्यो अस्ति भर्खर पाठो पाछ उसले, के भन्छन् बाख्रोले, त्यही भएर त्यो
ढोका नयाँ खोर हो नि त, त्यही भएर खासै ढोका बनाइ यहाँ छैन, त्यही भएर ढोका लगाइदिन्छु। ढोका लगाइसकेँ मैले। ढोका लगाएर अब म चाहिँ जानुपर्ने हुन्छ है। म चाहिँ अब जान लागेको छु। म चाहिँ पसलमा गएर देखाउने छु के गर्नु आएको हो भनेर। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला, भिडियोमा रहिराख्नु होला। कोदोको बिउ यत्रो भइसक्यो है। मकै देख्न सक्नुहुन्छ तपाईँ गाउँघरतिर कस्तो भयो के छ हालखबर। कोदो रोप्ने बेला त अझै भएको छैन होला हाम्रोतिर। अब झार फाल्ने कोदोमा झार फाल्ने सिजन सुरु हुँदैछ। त्यस पछाडि कोदो पनि रोप्छौँ र जाँदैछु म पसलमा। गर्मी यो झाङ यसमा एउटा सर्प भेटिने नि त कप लगै पर्छ साथीहरू। घर यतापट्टि आएको थिएँ है, अनि फेरि मम्मीले मेरो फोन लिएर आइज भनेर फेरि मम्मीको फोनतिर जाँदैछु। मम्मीले काम गर्ने ठाउँमा र म त्यहाँ गएर यो फोन छोडेर माथि पसलमा जानेछु। पसलमा के गर्न जानेछु भन्ने कुरा तपाईँले उयो गरेर देखाउने छु। सो म चाहिँ पसलमा आइसकेँ अहिले। पसलमा आएर मैले म के गर्न आएको त्यो पनि मैले के लिन आएको थिएँ त्यो पनि मैले किनिसकेँ है। म चाहिँ एनर्जी ड्रिङ्क रेडबुल र दिउँसोको लागि नास्ता लिन आएको। देख्न सक्नुहुन्छ रेडबुल गइसकेको छ त्यहाँ भुइँमा पनि। सो फाइनली साथीहरू म चाहिँ नास्ता लिएर घर आइसकेँ। अब नास्ता बनाउनु पर्ने हुन्छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। हामी अर्को भिडियोमा भेट्ने नै छौँ। हजुरको दिन शुभ रहोस्। हस् त, धन्यवाद।